एउटी महिलाले जतिसुकै दुःख सहन सक्छ, तर श्रीमानका केही यस्ता बानीहरू हुन्छन् जसले उसको मनमा भित्रैबाट चोट लाग्छ। सबैभन्दा पहिलो चोट त्यति बेला लाग्छ जब श्रीमानले परिवार, छोराछोरी वा अरूको अगाडि उसलाई होच्याएर बोल्छ। ऊ सही हुँदा पनि साथ दिनुको सट्टा उसलाई गाली गरिन्छ नि, तब उसको आत्मसम्मान नराम्ररी गिर्छ। त्यस्तै दिनभरिको थकानपछि मनको कुरा सुनाउन खोज्दा बेवास्ता गर्ने र आफ्ना भावना पोख्दा तिमी धेरै सोच्छौ भनेर इग्नोर गरिदिने बानीले उसलाई आफ्नै घरमा एक्लो महसुस गराउँछ। अझ सम्बन्धमा माया र भावना भन्दा केवल शारीरिक आवश्यकतालाई मात्र प्राथमिकता दिने श्रीमानको व्यवहारले उसलाई भित्रभित्रै धेरै पिरोल्छ। यसका साथै घरायसी कुराहरू लुकाउने र कुनै पनि निर्णय लिँदा सल्लाह नै नमाग्ने बानीले उसलाई यो घरमा मेरो कुनै स्थान नै छैन कि भन्ने भान गराउँछ। र सबैभन्दा नराम्ररी मन तब टुट्छ जब सामान्य झगडामा पनि श्रीमानले उसको माइतीलाई लिएर जथाभावी गाली गर्छ। श्रीमती बाहिर बोल्दिनन् होला, तर श्रीमानको यस्तो व्यवहारले उसलाई कति चोट दिन्छ भन्ने कुरा उसलाई मात्र थाहा हुन्छ।